धवलागिरी हिमाल। Dirty boy. कताजना लाको हो र चिटिक्कै परेर हट रे। हट रे।
हट तर कान्छेले बक्सी बोल खेलिरहेको छ नि त हट तर बक्सी बोल खेलिरहेको छ माथि जान्छ त्योबाट पनि जान्छ घुमेको हाम्रो धेरै घुमाउनु पर्छ त्यही भन्नाले यो बाटो चाहिँ माथिको चाहिँ टोरीमानबाट जाने यो चाहिँ त्यो गोए खोला हुँदै योबाट टोरीमानी घुम्नु होला योबाट त उहाँ ड्युटी साल गरिदिन्छ ए अब सधैँ हिँडेको यही बाटो अक्षर लाग्छ कि अर्का घर बिल्डिङ भयो नि के काम गर आफू सधैँ सुत्ने घर जस्तो छ त्यही नै प्यारो भयो अब सधैँ हिँड्ने बाटो यही हो यही बाटो ठिक लाग्छ जस्तो लाग्छ त्यो टाइममा हामीलाई त्यो ड्राइभरले ट्याक्सीवाले त्यो माथिको बाटो लगेको भएर चाहिँ त्यो उमा अड्केको क्या यो मनपर्छ त यो एउटा दलले छ नि दलबहादुर अत्री के हो त्यसको भयो नि त्यो पनि आउने अरे बुहारी अर्कै जातो अरे बुहारीले वास्ता जान्छ भने त्यो गएर काम गर्न पाउँदैन त महिनामा के भन्छ अब घर छोराको छँदैछ अरे के भन्छ गएर महिनामा 2 महिना 24 लाख कमायो भने 8-10 वर्ष नोकरी गरेर छोराले हेर्दै नहेर्दै नि भइहाल्छ त आफूलाई ब्याङ्कमा राखेर खाने त्यही के हुन्छ नि अब त्यहाँ मेन भनेको घर खर्चहरू यताउता गर्ने भने चाहिँ महँगो हो किनभने केही नभने एकजना बसे पनि त 1000देखि 1500 त परिहाल्छ त्यो घरको लागि भने कोठाको लागि खाना खर्च भनेको 200 देखि 300 रुपियाँ यस्तो पैसा हुनै पर्छ नि छैन अमेरिकामा जस्तो कि अब रेन्टमा पनि त तिन पनि जस्तै तैँले भनेको 1100 त्यो गाउँमा पड्काइदिने हो दिएको बाँदरहरू अब महिनाको 1100 हाल्छु सन् होइन रेन्ट तैँले अब भनौँ न के भन्छ एउटा कुराले हुन्छ नि त अलिकति भाडा दिन मिल्ने हो भने त आफू त फिरिया बसिन्छ पछि अब त्यही भाडा घर आफ्नो हुन्छ जस्तै अब मान पूर्णिमाको लागि एउटा छुट्टै कोठा छ त्यहाँ है त्यो एउटा कोठालाई होइन केही नभए पनि 500-600 रुपियाँ परिहाल्छ सानो एउटा कोठालाई मात्रै है अब त्यो भयो खानेकुरा त अलग्गै भयो अब के छ यहाँ गएको अब अमेरिकाको घर किन्नको लागि रिक्वायरमेन्ट के हुन्छ त भन्दा त्यहीँको कानुनी रूपमा है होइन यस्तो महँगो त होइन यस्तो महँगो त महँगै हो
सुरुमा के हुन्छ भने ग्रिन कार्ड हुनु पर्यो, सिटिजन हुनु पर्यो है। अनि त्यति मात्र नभएर 3 वर्षसम्म त्यहाँ ट्याक्स फाइल गरेको रेकर्ड खोज्छ है, त्यो दुईवटा हो। अनि कन्टिन्यू रूपमा काम गरेको त्यो रेकर्ड हुनु पर्यो एउटा है। फेरि त्यो रेकर्ड अनुसार चाहिँ कमाइ कति छ, मान कि उसको कमाइ महिनाको $3000 छ भने उसको चाहिँ त्यहाँ अहिलेसम्म चाहिँ अब भाडामा बस्यो पनि यता अब के अरे खर्चहरू हुन्छ नि त, गाडीको खर्च, इन्सुरेन्स खर्च सबै कटाउनु पऱ्यो नि त। सबै कटाउँदा महिनामा उसले $1000 पे गर्न सक्छ, $1500 पे गर्न सक्छ भने त्यो ऊ निकाल्छ क्या त्यो होइन, इस्टिमेट होइन। किनभने घरको त महिनाको किस्ता केही नै अब अहिलेको हिसाबले त केही नै भने 2000-2500 त पर्छ त्यो रेन्ट होइन, घर किन्दा होइन। अनि सबै कटाएर चाहिँ उसले केही दिन सक्छ भने एउटा त्यो हेर्छ, त्यसपछि लिएर अब ल ठिक छ। अब उसको एक्लैको कमाइले हुँदैन भने चाहिँ ल ऊ कोसाइनर हुन्छ नि, अर्को साइन गर्दैन कि, अब त्यो राख्छ है। त्यसपछि लिएर अब कुरा के आउँछ त भन्दा अब बाँकी रह्यो उनीहरूको चाहिँ कति % डिपोजिट गर्ने त सुरु घर किन्दा होइन, 5% गर्ने कि 10% गर्ने कि 20% कति गर्ने त्योमा डिपेन्ड भयो होइन। अब मेरो टाइममा मैले $20,000 गरेँ होइन डाउन पेमेन्ट होइन है, $20,000 मैले डाउन पेमेन्ट गरेँ। त्यसपछि लिएर तिनीहरूको अब बाँकी रहन्छ त्यो घरको त्यो ठिक छ कि छैन भनेर चेक गर्ने आउँछ, रिगल चेक हुन्छ त्यसलाई। अनि त्यसले लिएर क्लोजिङ कस्टले गर्दा झन्डै $5,000 लाग्छ भने गर्दा $25,000 भयो होइन। अब सबै कुरामा क्वालिफाइड भयो। अब त्यो घरको चाहिँ 20,000 त त्यो सुरुमा डिपोजिट दिनु पऱ्यो होइन, 5,000 जति चाहिँ अब त्यो क्लोजिङ कस्ट भन्छ कि त्यो चाहिँ उसलाई कि त्यो रेल्टर हुन्छ नि त्यो दिनु पऱ्यो भने 25,000 जति मैले खर्च भएको त्यो हिसाबले जाने भने त के अरे त्यति भएपछि हुन्छ होइन। तर अहिले भर्खर त्यो जाने बित्तिकै चाहिँ तसँग पैसा छ होइन, तसँग पैसा छैन तर तँलाई घर किन्नु दिँदैन उनले, किन त भन्दा त्यो पैसा कहाँबाट आयो त होइन होइन भन्नु माने कि त्यो 2 लाखको घर छ भने तसँग 2 लाख रुपियाँ पैसा छ अरे घर किन्नुको क्यास होइन। अब उनीहरूले त्यो पैसा कहाँबाट आयो त, सोर्स अफ इन्कम। किनभने अमेरिकामा जसले जति जे भने पनि काम गरेर खाएर बस्नु पुग्छ, नपुग्ने होइन। तर 2 लाख रुपियाँ पैसा कहाँबाट आयो त्यो रेकर्ड चाहियो नि त होइन। साथीभाइसँग माग्यो भने त त्यो साथीभाइले 2 लाख त दिँदैन होइन र। मैले सबको सोर्स अफ इन्कम खोज्छ, त्यो भयो भने बल्ल किन्न पाउँछ। त्यो पनि फेरि त्यो ट्याक्स फाइल गरेको रेकर्ड सबै खोज्छ क्या। त्यो भएर अहिलेको अवस्थामा घर किन्नको लागि त्यसो गाह्रो भनेर घर किन्नको लागि चाहिँ गाह्रो पनि छ, तर सबै कुरा रिक्वायरमेन्ट पुरा हुनुपर्छ यति हो। त्यो के अरे बाँकी भनेको त्यो यो गाडीहरू किन्न यता गर्नको लागि त के छ र त्यो क्रेडिट स्कोरहरू खोज्छ, त्यसले लिएर कहाँ काम गर्छ, महिनाको कमाइ कति छ, यति कमाइ छ भने यति तैँले महिनाको त्यो 300-400 तिर्न सक्छ भने चाहिँ हेर्छ नि त उनीहरूले उतै सबै हेर्छ क्या तिनीहरू त हेर्छ। तर घर किन्दा चाहिँ अब त्यही हो, सबै कुरा रिक्वायरमेन्ट पुरा भयो भने त केही प्रब्लम छैन। त्यही जन्मेको र त्यही जन्मेको भएर त्यहीको सिटिजन हो भने त उनीहरूलाई पनि त्यो ट्याक्स फाइल गरेको 3 वर्ष 4 वर्ष हेर्छ, कामको हिस्ट्री हेर्छ, त्यो पायो। तर ग्रिन कार्डमा भएको पनि त्यही हो, तर तिनीहरूलाई चाहिँ सबै कुरा हेर्छ कि। ठुलो खोलाको आइसक्यो। ट्र्याक्टरले होला त्यो मेसिन आयो होला नि ठुलो खोला। अब तिम्रो नै
अध्यक्षहरूको यताको दसमतीको घर दसमतीको घर को यो घर दसमतीको ओहो तिम्रो अब घरमा बुढी खान्छ टिकट भइदिन्छ हाम्रो छदिन गरे गरेर खान्छ त्यहाँ त्यत्रो बताउनु यहाँ आएर धोइगर धोइदिए जुत्ता हाने बगर त्यसलाई गयो होला क्या क्या होता है त्यो पारेको गएको त्यो गोपले के अरे त्यो पारेको होइन होइन यो 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 उयो गाउँ के होइन यो यो अब बुढुवा त्यो बिहानको 11 बजीतिर होला त्यो खाना खाने बेला बङ है पहिरो गएर है पुरा धुलै धुलो भयो त्यो सबै हनुमान झाडा नि त्यो चाहिँ पिपल बन्द रोक है त्यहाँबाट राम्रो हामी सानो हुँदा यहाँ आएर चढ्थ्यौँ हामी एउटा त्यो दाइ आउँदै हो ल पातलेखेत गाउँ आइपुग्यो घर हाम्रो पुरानो घर हस् भन्दैछ